यस भिडियोमा म सेयर मार्केटमा लागेको अरूको लागि एकदमै इम्पोर्टेन्ट र उपयोगी एप लिएर आएको छु। यहाँ हेर्न सक्नुहुन्छ सेयर हब भनेर। यसको लिङ्क भने म डिस्क्रिप्सन बक्समा राखिदिने छु। त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ अथवा एप स्टोरबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। र त्यसपछि यसलाई ओपन गर्नुहोला। ओपन गरेपछि हजुरहरूले नोटिफिकेसनको पर्मिसन एलाउ गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरू यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ यस्तो इन्टरफेस रहेको छ। यहाँबाट हजुरहरूले मार्केटको बारेमा हेर्न सक्नुहुन्छ कति पोइन्टमा अहिले रहेको छ र मार्केट ओपन क्लोजहरूको योहरू विवरण हेर्न सक्नुहुन्छ र यहाँ चार्ट पनि हेर्न सक्नुहुन्छ। यहाँ टप गेनर र टप लुजर साथै टप सप्लाई टप डिमान्ड सबै कुराहरू यहाँबाट हेर्न सक्नुहुन्छ। तल हजुरहरूले के कस्तो भल्युमहरू टर्नओभरहरू त्यो पनि हेर्न सक्नुहुन्छ। यसमा अरू धेरै फिचरहरू रहेको छ। म एक बाई एक गरेर हजुरहरूलाई बताउन गइरहेको छु। सो सर्वप्रथम यहाँ प्रोफाइलमा गएर हजुरहरूले आफ्नो यहाँ एकाउन्ट बनाउनु पर्ने हुन्छ। त्यसको लागि हजुरहरूले गुगल अथवा फेसबुक युज गरेर एकाउन्ट बनाउन सक्नुहुन्छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ पोर्टफोलियो वाचलिस्ट सर्भिसेस र प्रोफाइल भनेर योहरू पनि म हजुरहरूलाई अहिले बताउन गइरहेको छु। सो सर्वप्रथम म यहाँ पोर्टफोलियोमा क्लिक गर्छु र यहाँबाट हजुरहरूले आफ्नो पोर्टफोलियो क्रिएट गर्न सक्नुहुन्छ। हजुरहरूले बाई गरेको स्टकहरू यहाँ हजुरहरूले इन्टर गरेर यहाँ राख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले दुईटा स्टक यहाँ राख्दैछु। यहाँ एपिआईको यहाँ 300 किता र बाइङ प्राइसहरू राख्छु। यसमा दुईटै स्टक राखेर त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट म आफ्नो पोर्टफोलियोलाई मजाले ट्र्याक गर्न सक्छु। हेर्न सक्नुहुन्छ एपिआईको मैले यहाँ हालेको छु र मेरो यहाँ कति प्रफिट छ कति इन्भेस्टमेन्ट छ सबै कुराहरू र डब्लुएसएसीहरू पनि देखाएको छ। त्यसपछि ओभरअल पोर्टफोलियो पनि यहाँ हेर्न सक्नुहुन्छ के कति प्रफिट अहिले रहेको छ त्योहरू पनि यहाँबाट ट्राई गर्न सक्नुहुन्छ। सो यो एपबाट हजुरहरूले आफ्नो पोर्टफोलियोलाई मजाले ट्राई गर्न सक्नुहुन्छ र सेलको पनि ट्रान्जेक्सनहरू यहाँबाट एड गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ सेकेन्ड फिचर वाच लिस्ट भनेर यहाँबाट हजुरहरूले वाच लिस्ट क्रिएट गर्न सक्नुहुन्छ। त्यसको लागि एड स्टकमा क्लिक गरेर हजुरहरूले वाच लिस्ट क्रिएट गर्न सक्नुहुन्छ। साथै यहाँबाट हजुरहरूले एउटा छुट्टै वाच लिस्टहरूको पनि ग्रुप क्रिएट गर्न सक्नुहुन्छ। त्यसको लागि तल प्लसमा क्लिक गरेर हजुरहरूले वाच लिस्टको नाम राखेर यहाँबाट हजुरहरूले वाच लिस्ट क्रिएट गर्न सक्नुहुन्छ। यसले हजुरहरूले स्टकहरूलाई राम्रोसँग ट्र्याक गरेर र राम्रो प्रफिट जेनेरेट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ सर्भिसेस भनेर यहाँबाट हजुरहरूले थुप्रै सर्भिसेस गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ स्टक अलर्ट भनेर आइपिओ रिजल्टहरू यस्ता धेरै इम्पोर्टेन्ट फिचरहरू रहेको छ। यहाँ भएको इम्पोर्टेन्ट फिचरहरू म हजुरहरूलाई अहिले बताउन गइरहेको छु। यहाँबाट हजुरहरूले सर्भिसलाई पिन पनि गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरूको होम पेजमा पिन हुने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। तल आउनुभयो भने यहाँ हेर्न सक्नुहुन्छ धेरै फिचरहरू रहेको छ। बल्क ट्रान्जेक्सनहरू र अरू फिचरहरू पनि रहेको छ। हजुरहरूलाई मन परेको फिचरहरू सर्भिसहरू हजुरहरूले होम पेजमा पिन गरेर छिटोभन्दा छिटो त्यहाँबाट एक्सेस गर्न सक्नुहुन्छ। त्यसै गरी एउटा इम्पोर्टेन्ट फिचर हेर्न सक्नुहुन्छ क्यालकुलेटरको। यहाँबाट हजुरहरूले बाई गर्दाखेरि लाग्ने ब्रोकरेज र अरू चार्जेसहरू यहाँबाट हजुरहरूले क्यालकुलेट गर्न सक्नुहुन्छ। र त्यसै गरी सेलको ट्रान्जेक्सनहरू एडजस्टमेन्टको ट्रान्जेक्सन एसआइपी हजुरहरूलाई इन्भेस्टमेन्टको लागि चाहिने क्यालकुलेट गर्ने फिचरहरू यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ। सो मैले केही फिचरहरू यहाँ हेर्न सक्नुहुन्छ होम पेजमा पिन गरिसकेको छु। अब हजुरहरूलाई म अहिले बताउन गइरहेको छु यी फिचरहरूको युजेसहरू। सर्वप्रथम यहाँ हेर्न सक्नुहुन्छ म आइपिओ रिजल्टमा आइसकेको छु। यहाँबाट हजुरहरूले आइपिओको रिजल्टहरू चेक गर्न सक्नुहुन्छ। यहाँ हजुरहरूले सेभड एकाउन्ट हेर्न सक्नुहुन्छ। तल त्यहाँबाट हजुरहरूले आफ्नो एकाउन्ट पहिला सेभ गरेर राख्न सक्नुहुन्छ। यसले गर्दाखेरि हजुरहरूले नेक्स्ट टाइम आउँदाखेरि फेरि हजुरहरूले 16 डिजिटको बिओआइडी नम्बर राख्नु पर्दैन। त्यसको लागि यहाँ क्लिक गरेर हजुरहरूले आफ्नो एकाउन्ट यहाँ सेभ गर्नु होला। त्यसपछि माथि यहाँ कम्पनी सिलेक्ट गरेर त्यसपछि क्याप्चा फिल गरेर भ्यू रिजल्टमा क्लिक गरेर हजुरहरूले रिजल्ट हेर्न सक्नुहुन्छ। नेक्स्ट सर्भिस यहाँ हेर्न सक्नुहुन्छ करेन्ट इस्यु भनेर। यहाँबाट हजुरहरूले अहिले हालमा इस्यु भएको आइपिओहरूको डिटेल्सहरू हेर्न सक्नुहुन्छ। कति अहिले सब्सक्राइब भएको छ कति बाँकी छ र कति किताहरू अहिले खुलेको छ त्यो डिटेलहरू हेर्न सक्नुहुन्छ। सो अर्को फिचर यहाँ हेर्न सक्नुहुन्छ अपकमिङ इस्युज भनेर। यसमा हजुरहरूले क्लिक गरेर अब आउन लागेको इन्भेस्टमेन्टहरू यहाँबाट हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ लेफ्ट कर्नर र राइट कर्नरमा यहाँ एउटा चाहिँ न्युजको अप्सन र एउटा चाहिँ सर्चको अप्सन रहेको छ। यहाँ सर्चबाट हजुरहरूले स्टकलाई सर्च गरेर त्यसको स्टक इन्फर्मेसनहरू हेर्न सक्नुहुन्छ। साथै यहाँबाट हजुरहरूले मार्केट डेप्थ पनि हेर्न सक्नुहुन्छ
रेगुलरको पनि र अड लटको पनि। त्यसैगरी यहाँ फ्लोट सिटबाट हजुरहरूले ट्रान्जेक्सनहरू भएको हेर्न सक्नुहुन्छ। हजुरहरूले यसलाई डेप्थमा एसेस गर्नको लागि हजुरहरूले यसको प्रिमियम लिनुपर्ने हुन्छ। यदि तपाईँलाई उपयोगी लाग्छ भने हजुरहरूले लिन सक्नुहुन्छ। त्यसपछि ब्रोकर एनालिसिसमा टप होल्डिङहरू, टप बाइज र टप सेलरहरू हेर्न सक्नुहुन्छ। स्टकमा कुन ब्रोकरहरू बढी लागेको छ त्योहरू ट्राई गर्न सक्नुहुन्छ। यहाँबाट हजुरहरूले राइट सेयरहरू र डिभिडेन्डहरूको पनि हेर्न सक्नुहुन्छ। त्यसपछि म फेरि यहाँ होम पेजमा आइसकेको छु। यहाँबाट हजुरहरूले पोजिटिभ सर्किट हानेको स्टकहरू, नेगेटिभ सर्किट हानेको, बढेको, घटेको र अनचेन्जडहरू पनि हेर्न सक्नुहुन्छ। यो एप सम्बन्धी कुनै जिज्ञासा छ भने हजुरहरूले कमेन्ट बक्सबाट सोध्न सक्नुहुन्छ। ओके, सो दिस मच फर टुडे, विल सी यू इन द नेक्स्ट भिडियो। टिल देन टेक केयर, बाय। Yeah.